दर्शकबिन रोल्पा लुङ्ग्री गाउँपालिका वडा नम्बर 5 बडा क्षेत्र माध्यमिक विद्यालयमा अध्ययनरत भाइ बहिनीले जमिनमा गुड्नेदेखि आकाशमा उड्नेसम्मका उपकरणहरू बनाई सबैलाई चकित पारेका छन्। हजुरको नाम? बबिता पोखरेल। हजुरको? मेरो नाम सुदीप खड्का। ओके, यो सामानहरू तपाईँहरूले बनाउनु भएको? हजुर। के हो जुन तपाईँको अगाडि छ नि, यो यसको नाम चाहिँ के हो? यो चाहिँ एउटा यस्तो मेसिन हो जसले ताप शक्तिलाई विद्युत शक्तिमा कन्भर्ट गर्न सक्छ। हजुर। अनि यसको सबैभन्दा फर्स्ट सफल चाहिँ यो प्रमाणमा आधारित रहेको छ, जसले विज्ञानको सिद्धान्तबाट पुष्टि गर्न सकिन्छ। हजुरको नाम के भन्नुभएको थियो अरे? बबिता पोखरेल। बबिता, उता हेर्नुलाई यसको नाम ठ्याक्कै भनिदिनु त के हो? यो सिडनीको पुल हो। यो हाइड्रो त्यो यो पास्कलको नियममा आधारित पुल हो, जस पास्कलको नियम एउटा बन्द भाँडोमा रहेको तरल पदार्थको कुनै एक ठाउँमा चाप दिँदा त्यति नै चाप लम्ब भएर चारैतिर प्रसारण हुन्छ। यो नै पास्कलको नियम हो। र यसमा हामीले हेर्न सक्छौँ, यो नेपालमा त अब खासै अब त्यति छैन। यो अब समुद्री भागतिर बढी प्रयोग हुने हो। यो पुल अब अलि ठुला जहाजहरू आउँदा यो पुलमा ठोकिन्छ भनेर यो विशेष माथि उठाइन्छ। हजुर, यसरी उठाइन्छ। र अब भनेको यो उठाए पछाडि यहाँबाट चाहिँ जुन डुङ्गाहरू हुन्छ, पानी जहाजहरू हुन्छ, त्यो अग्ला जहाज पनि वारपार गर्न सकिन्छ। र यसलाई पुनः पछि फेरि अब यताबाट गाडीहरू आवत हुन् भनेर अब यसलाई फेरि समान रूपमा त्यो अब पुलको आकारमा दिइन्छ। जस्तै तपाईँहरूले यहाँ तल यो चाहिँ के हो, यसको नाम के हो? यो डुङ्गा हो। डुङ्गा पनि बनाउनु भएको छ। यहाँ के लेखिएको छ? विज्ञान प्रयोगशाला लेखिएको रहेछ। अब यहाँबाट गाडी हिँड्छ होइन, तलबाट चाहिँ पानीको जहाज भनेको पानी जहाज हिँड्छ। अब यहाँबाट अग्ला आयो भने त्यो बेलामा चाहिँ यसलाई उठाउने। यो ठ्याक्कै तपाईँहरूले एक्लैले बनाउनु भयो? ग्रुपमा बनाउनु। कतिजनाले बनाउनु भयो यो? हामी अब धेरै मान्छेहरू थियौँ। अब साथीहरू अब धेरै हुनुहुन्थ्यो, अनि सरले पनि अब सहयोग गर्नुभएको थियो। अनि यो सरले पनि अब योमा हाम्रोभन्दा पनि बढी सरको नै हात छ। हामीले त अब के नै गरेका थियौँ र। अनि हजुरहरूले सरहरूलाई सहयोग गर्नुभयो? हामीले त अब थोरै सहयोग गरेका थियौँ, तर बढी सरले नै गर्नुभएको थियो। ओके, हुन्छ। यसको नाम चाहिँ भनिदिनु त हजुरले, के हो यो? यो अहिले तराजु। ओके, अब यो तराजु भयो। अनि यो बनाउनु भएको छ नि, यो चाहिँ के हो? यो एरोप्लेन हो। एरोप्लेन चल्छ? नै चल्दैन, यो नमुना हो। अब अनि यो हेलिकप्टर हो, यो पनि नमुना हो। पहिला यो नउडेर यो घुम्ने गर्थ्यो, बट यो अब तर यो भाँच्चा छ, त्यही भएर यो चल्दैन अहिले होइन त। अब यो चाहिँ के हो? यो अहिले अब ट्र्याक्टरहरू, अब यो डोजर हो। यो पनि पास्कलको नियममा नै आधारित छ। अनि यो पास्कलको नियममा आधारित छ। यो अहिले हाम्रो बाटोहरू खन्नको लागि, अब नेपालमा अब विकासहरू गर्नको लागि यो बढी प्रयोगमा आइरहेको हो। हजुर। ल यसलाई चाहिँ चलाएर हेरौँ चल्छ कि नै। एक्सकाभेटर जसले चाहिँ के भन्छ होला, बाटो खन्छ यसले? बाटो अब त्यत्रो त छैन, अब बाटो त खाँदैन। यता देखाइदिनु होला, यता फोकस गरिदिनु होला, चलिराखेको छ सकिन्छ। भनेको यसले चाहिँ माटो हजुर तान्ने काम गर्छ होइन त? हजुर, यो पनि ग्रुपमै बनाउनु भएको हो? ग्रुपमा बनायो। भनेको यहाँको चाहिँ यहाँबाट कन्ट्रोल हुन्छ सबै कुराहरू? कन्ट्रोल हुन्छ यताबाट। यो मैले देखिरहेको छु होइन, यो सबै कुराहरू यहाँ चाहिँ यसलाई के भन्छ अरे? यो सिरिन्ज भन्छ। सिरिन्ज। यो सिरिन्जबाट चाहिँ सबै कामहरू भइराखेको छ। यो सिरिन्जभित्र चाहिँ पानी जुन तरल पदार्थ छ होइन, यो के हो खासमा? पानी नै हो कि अन्य? पानी नै हो। पानी नै हो।
यो कलर राख्नु भएको पाएन हजुर यो अब पास्कलको नियममा आधारित हो र अनि त्योमा पास्कलले बन्द बाडोमा रहेको तरल पदार्थको कुनै एक ठाउँमा चाप दिए त्यति नै चाप लम्बा भएर चारैतिर प्रसारण हुन्छ भनेर पास्कलले भनेका थिए त्यसकारण अब हामीले त्यही नियममा नै आधारित भएर यो बनाएका हौँ अन्य धेरै सामानहरू छ यसको नाम ठ्याक्कै